यो भिआरसाईको पिएलसी वायरिङ यहाँ भयो। यो 3 नम्बर छ यो हिटर सेन्सरका 3 नम्बर यो रातोवाला, अनि यो दुईटा चाहिँ सेतो कनेक्सनको। यो एल र पी लेखेको चाहिँ सेतो तार हो, यो 3 लेखेको चाहिँ रातो हो। अनि यो एलपी लेखेको चाहिँ यो तलको एक स्टेप छोडेर एउटा स्टेप छोडेर तलको एलपी लेखेको रातो हो, अनि एलएल लेखेको सेतो, पीपी लेखेको सेतो हो। यो हिटरका यो उसका यो हिट सेन्सरका। अब यो एक्स लेखेको यो चाहिँ यो भाइब्रेसन सेन्सरका कालोवाला तार हो। अब यहाँबाट लाएर यो माथि कमन गरियो कालोवाला तार, अनि यहाँबाट कमन गरेर यहाँ तल ल्यायो, यो यसमा ल्यायो है। यो वाइडी यो कमनवाला तारमा सिओ कमनमा ल्यायो। यहाँ वाइडीबाट चाहिँ आउट गरेर यहाँबाट आउट गरेर यो तार यहाँ आयो। यहाँ यो रिले कार्डको -1 मा आयो। अनि यो प्लसवाला तार चाहिँ यो रिले कार्डको +1 वाला तार चाहिँ गएर यो चाहिँ माथिको 24 भोल्ट करेन्टमा गयो। अनि यता यहाँ तल आएर अनि यसको यो सेतो तार यो उसका यो हाम्रो भाइब्रेसन सेन्सरको सेतो तारमा 24 भोल्ट गयो है। यसरी गयो। अनि अब के भयो भने अब यहाँ फेरि यो रिले कार्डको नर्मली यो कमनमा रिले कार्डको तल कमनमा यो आयो एमसिबीबाट यताको यो एमसिबीबाट मेन लाइन गयो हैन। अनि यहाँबाट रिटर्न यो एनओबाट यसको यो एनओ के अरे O01बाट चाहिँ 01बाट यता गयो, यो माथि गयो, सिधै गएर 01बाट चाहिँ यहाँ रिलेको यहाँ तल गयो है। यसमा मोटर स्टार्टिङको लागि अब यति हो। अब यो अहिलेको लागि यो यति हो है। अनि यो 24 भोल्ट हो। यो तलको पनि 24 भोल्ट हो। यो चाहिँ यो माइनस हो। यो अब यो अर्थिङ भइहाल्यो। यो चाहिँ दुईटा चाहिँ न्युट्रल फेज हो। यो 220 भोल्ट। यो चाहिँ 24 भोल्ट इन गरेको यो भइहाल्यो। अनि यता डिस्प्लेमा आयो। डिस्प्लेमा चाहिँ भाइब्रेसन सेन्सरको सेटिङमा चाहिँ 12 mmS सेटिङमा राख्नु पर्दो रहेछ। टेम्परेचर अनि बेरिङको टेम्परेचर चाहिँ हाईमा यो माथिको चाहिँ 110 मा राख्नु पर्दो रहेछ। तलको 80 मा राख्नु पर्दो रहेछ। फेरि तलको पनि 110 अनि तलको फेरि 80 मा राख्नु पर्दो रहेछ। अहिले मेसिन हाल्ती मेसिन देखाइरहेछ। बिग्रेको बेलामा यसलाई फल्ट भनेर देखाउँदो रहेछ है। यही हो, यति नै हो।